नमस्ते सम्पूर्णमा शुभ प्रभात शुभ बिहानी। म चाहिँ हाम्रो यस गुडलक ड्राइभिङ स्कुलको प्रशिक्षक राजन गुरुङ। म चाहिँ नि आज तपाईहरुलाई एउटा ड्राइभिङ लाइसेन्स सम्बन्धी एउटा चाहिँ ट्रायल परीक्षामा हुने हाम्रो लास्ट पार्ट एलब्यागको चाहिँ नि एउटा हाम्रो एमन दाजु हुनुहुन्छ गाडीमा। म चाहिँ तपाईलाई चाहिँ एउटा यो एलब्यागको सानो डेमो चाहिँ तपाईलाई म भिडियो मार्फत प्रस्तुत गर्न चाहे। ल दाइ आउनु त। ल गाडी चाहिँ हाम्रो एलब्यागमा आउँदा जहिले पनि यसरी राइट साइड चाहिएर आउनु पर्ने हुन्छ। यो मिरर र पोल बराबर भइसकेपछि हामीले चाहिँ फुल टर्न गर्नुपर्ने हुन्छ। यसरी गइसकेपछि अगाडि गएर चाहिँ हामीले दुईटा लाइनको बिचमा यो बक्समा चाहिँ यसरी स्टप गर्नुपर्ने हुन्छ गाडीलाई, लाइन टच नगरिकन है। ल ब्याक आउनु। ब्याकमा चाहिँ नि जहिले पनि गाडीलाई चाहिँ हामीले गाडीको पछाडि भागले चाहिँ हामीले यो लेफ्ट साइडको लाइन नजिक गर्दै आउनु पर्ने हुन्छ। नजिक गर्दै आउनु है। यसरी नजिक गर्दै आइसकेपछि यसरी नजिक गर्दै आइसकेपछि यो हाम्रो पछाडिको टायर यो कोनसँग बराबर भइसकेपछि हामीले लेफ्ट साइडतिर फुल टर्न गर्नुपर्ने हुन्छ। यसरी लाइनसँग गाडीलाई चाहिँ टर्न हाम्रो लेफ्ट राइट साइडको मिरर हेर्नुपर्ने छ र पछाडिको लास्टको पोल देखेपछि यो लाइन चाहिँ सिधा भएपछि स्टेरिङ चाहिँ 2 राउन्ड खोल्नुपर्ने हुन्छ यसरी है। र दायाँ बायाँको मिररलाई चाहिँ वास गरेर हामीले चाहिँ यो दुईटा लाइनको बिचमा राखेर ब्याक गर्दै पछाडि जानुपर्ने हुन्छ। र यो फर्स्टको लाइनमा होइन कि प्रायः चाहिँ त्यसमै झुकिने गर्नुहुन्छ। फर्स्टको लाइनमा होइन कि हामीले चाहिँ नि यो सेकेन्ड लाइनको नजिक यसरी टच नगरिकन गाडीलाई चाहिँ यसरी पार्किङ गरेर राख्नुपर्ने हुन्छ। र पछाडिको लाइनमा टच गर्नु भने अगाडिको लाइनमा यसरी यहाँ छुने सम्भावना हुन्छ। त्यस कारण हामीले चाहिँ एलब्यागबाट जहिले नि लास्टको लाइनमा गएर गाडी राख्नुपर्ने हुन्छ। ल थ्याङ्क यू दाइ।